बाइक पनि तपाईले कहाँबाट किन्नु भने स्रोत खोजेको छ सर? खानेपानीको खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष हो म। खानेपानीको हो? तपाईको पर्सनल बाइक होइन हो त्यो? पर्सनल कसरी हो त? पर्सनल बाइक त मेरो बिग्रेर खानेपानीबाट चाहिँ हामीले किनेर चढ्यो। शनिबारको दिन पनि चढ्नु? शनिबार कहाँ आचार संहिताले दिन्छ कि दिँदैन सर? आचार संहिता त्यस्तो आचार संहिता हेर्ने भनेदेखि त त्यो आचार संहिताको त कुरा नगर्नु न। त्यस्तो आचार संहिता त अचार संहिता हो यो देशमा। प्रधानमन्त्री सुन्नु न किन चढ्यो भन्दाखेरि सुन्नु है, मेयरहरू कहाँ हुन्छ? तारे होटलमा हुन्छ, तास खेल्दै गरेको हुन्छ, व्यापारीसँग साँठगाँठ गर्दै गरेको हुन्छ, सभा सम्मेलन। अर्को साम्पाङ कहाँ हुन्छ? भिरमा, पाखामा, खोलामा। खोलामा कुद्नको लागि खोलामा कुद्ने खालको बाइक चाहिँदैन? त्यो यस्तो माथि उठेको खोलामा कुद्नु पर्यो नि त। खोला जानु पर्यो क्या। म बाइक चढेर हिँडिरहेको छु म, होइन? राज्यको तेल बचाइदिएको मैले होइन भनेदेखि म तपाईँको चाहिँ नि त्यो गाडीमा हिँड्ने हो भने मैले त धेरै सुविधा त्यागेको छु। मैले बडीगार्ड लिएको छैन। मलाई भात पकाउने मान्छे पनि मैले पाउँछु क्या चाहे भने। स्थानीय सरकार प्रमुख हो, सानो मान्छे होइन। कटुला र खाली चाहिँ नि खुकुरी भेरेर तपाईँको चाहिँ जङ्गलमा ढुङ्गा बोक्छ भन्दैमा त्यो भन्नु खोजा हो कि? 5 जना बडीगार्ड राख्न पाउँछु मैले, होइन? 5 जना सचिव राख्न पाउँछु। एउटा घरमा चाहिँ नि लुगा धोइदिने मान्छे, भात पकाइदिने मान्छे राख्न सक्छु मैले। त्यो सबै कुरा त्यागेर एउटा बाइक किन्यो। अरे किन्छ त नि त? 2-3 अर्बको सम्पत्ति जोडिदिएको छु अनि 7 लाखको बाइक किनिदिएको कुरा गरेर हुन्छ? त्यस्तो गीत नगाउनुहोस्। तर सुशासनको कुरा गर्ने मान्छेलाई सुशासन त पालना गर्नु पर्यो नि त। सुशासनको कुरा तपाईँ आफै त उदाहरणीय हुनु पर्यो नि त। सुशासनको कुरा कस्तो? सरकारी गाडीको दुरुपयोग त गर्न मिलेन। कहाँ पार्टीको काममा जाँदा तपाईँले शनिबारको दिन पनि चढ्नु? शनिबार कहाँ गयो? श्रमदानमा जानुभयो भनेर आइरहेको छ। त्यो गएको होइन हो? श्रमदान के को लागि गर्यो? आचार संहिताले दिन्छ कि दिँदैन सर? आचार संहिता त्यस्तो आचार संहिता हेर्ने भनेदेखि त त्यो आचार संहिताको त कुरा नगर्नु न। त्यस्तो आचार संहिता त अचार संहिता हो यो देशमा। प्रधानमन्त्री सुन्नु न, प्रधानमन्त्री घुम्नु गयो भन्दाखेरि 74 करोड बिल आयो, होइन? विदेश घुमेर आउँदा पोहोर त्यसको कुनै कुरा भयो? त्यसको कुरा अर्को साम्पाङले शनिबार गाडी चढ्यो के गर्नलाई? श्रमदानमा जानलाई। श्रमदान दिनभरि कसको लागि? देशको लागि गर्यो, गरेन? अस्ति धरानदेखि तरारा भने कति टाढो? 6 किलोमिटर नाथेमा गएको थिएँ, गाडी चढ्यो भनेर लेखेछ। चढ्छु नि म, किन चढ्दिनँ? स्थानीय सरकार प्रमुख हो यार। अब पऱ्यो अर्को किनेर चढ्नुलाई सल्लाह अझै झन् साह्रो।